तपाईहरुलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागतम छ र यो आरसी बोटले तपाईहरु हेर्न सक्नुहुन्छ। आरसी सिप हो चाहिँ साथीहरु। यो सिपलाई मैले सनबोर्ड अस्ति नै लाएर भिडियो हालेको थियो, तर यसमा टिपिङहरु गरेर मैले पुरा फिनिशिङ दिएको छु है साथीहरु। फिनिशिङ त्यहाँ मात्रसम्म सीमित छैन है। अहिले फिनिशिङ मतलब के भन्छ भने यो हेर्न सक्नुहुन्छ नि, माथिबाट त्यतिकै बुझाइरहेछ नि सब यो हो गाइस, यो रेसी बोन्डको सोल्भेन्ट हो। यो गाइस यो सोल्भेन्ट हो। यसको तलमा मैले पुरा हालेको छु किनभने यसलाई वाटरप्रुफ पनि बनाउनु थियो नि त, त्यही भएर यसको तलमा मैले पुरा त्यसलाई पुट गरिरहेको छु। पुटी जस्तै गरिरहेको छु, तर त्यो पुटी भन्दा बढी राम्रो हुन्छ। र साथीहरु यो त त्यति अस्ति नै राखेको थियो है। अनि यो नयाँ बनाइरहेछ। यहाँ माथि हुन्छ सायद रडार घुम्ने हुन्छ नि, यो रडार घुमाउने लगाउँछु साथीहरु। र मैले भनेको थियो कि अस्तिको भिडियोमा म छिट्टै आइम्याक्स B6 चार्जर लिन्छु। हो साथीहरु, म अर्डर गरिदिएको छु र त्यो चार्जर पनि आउनेवाला छ साथीहरु। अहिलेको हाम्रो के यस्तै छ काम। र साथीहरु, म आफ्नो त्यो ट्र्याक्टर अस्ति ट्र्याक्टरको टायरको भिडियो हालेको थियो नि, त्यो ट्र्याक्टर एकदमै रोकिदिएको थियो है। त्यसको मतलब गियर बक्स अहिले म बनाइरहेको छु साथीहरु। एउटा मलाई कुरो भन्नुहोस् त, यत्रो गियर दिएर पनि मलाई टोर्कै आइरहेको छैन है साथी। टोर्क धेरै पनि कम आइरहेछ है। यदि तपाईहरुनिर केही छ आइडिया भने प्लिज गिभ मी द आइडिया। टोर्क आइरहेछ है। र साथीहरु, यो हाम्रो स्विचिङ सिस्टम छ। एउटा सर्भोले यो मतलब दुवै स्विचलाई अन अफ गर्छ र दुईवटा त्यो इग्निसनमा मतलब दुईवटा त्यो रोकेटमा आगो लगाएर त्यसलाई रोकेटलाई उडाउन सक्षम हुन्छ जस्तो मेरो प्लान छ। अब हेरौँ के साथीहरु, यदि यो सक्सेसफुल भयो भने धेरै 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 राम्रो हुन्छ है। यही हो साथीहरु। अब यो ब्याट्री पनि यता छँदैछ, साथमा यो हाम्रो फ्ल्यास स्काईको रिमोट तपाईहरुलाई थाहै छ। यही हो, कामहरु चलिरहेछ अहिले। प्लस अब छिटै म नयाँ प्रोजेक्टहरु पनि लिएर आउँछु यो प्रोजेक्ट कम्प्लिट भएपछि। आजको लागि यति नै साथीहरु, बाइ। राधे राधे।